हाई एभ्रिवान। के को तरकारी पकाउँदै हुनुहुन्छ तपाईँहरू? म चाहिँ यो लामो बोडी पकाउँदैछु। योलाई कसरी काट्नुहुन्छ? मलाई त यो यसरी मसिनो पारेको एकदम मनपर्छ है। यसरी काट्छु कि मैले। मलाई चाहिँ यसरी काटेको चाहिँ नुनभित्र बस्छ नि त अलि। त्यो लामो गरेर काट्दाखेरि चाहिँ अलि नुन पस्दैन कि अनि खल्लो खल्लो जस्तो लाग्छ। अनि यसलाई मसिनो गरेर काटेर अनि पर भुटेको हुन्छ अनि अलिअलि लेदो लेदो बनाएको पनि मिठो हुन्छ। आज चाहिँ अनि अब रोटी खाने हो, रोटी चाहिँ मुसेर राखेको छु। तपाईँहरूले के पकाउनु भयो आज? यस्तै छ जिन्दगी है। हुन्छ हौ साथीहरू, तपाईँहरू यस्तरी यस्तरी काट्नुहुन्छ, यसरी चुट्दा नि हुन्छ नि है। म त काट्छु कि छिटो हुन्छ जस्तो लाग्छ मलाई, त्यही भएर यसरी यसरी काट्छु। पहलेको छैन, अलिक काटेपछि नि पहलिदिन्छु। के पकाउनु भयो आज साँझको तरकारीमा? तपाईँहरूकोमा त मासु नै होला है। हाम्रोमा त्यति मासु हुँदैन, हामी त भेजै खाने हो। अन्डा चाहिँ खान्छ बाबुले, मासु ल्याए पनि खाँदैन। उसलाई मनपर्ने भनेको ससेज हो, कहिलेकाहीँ ससेज खान मन लाग्छ भन्छ। त्यही हो साथीहरू, के पकाउनु भयो, के काट्दै हुनुहुन्छ तरकारी? मैले त यो तान्द्रे बुढी हो कि के भन्छन् तपाईँको उसमा होइन, हाम्रोमा लामो बुढी भन्छन्, बुढी। अनि एउटा सिङ्गे आलु काटेको छु, अलिक ग्रेभी ग्रेभी बनाउँछु भनेर अलिक ठुलै काटेको छु। यसलाई काटेर पकाउँछु। बाई बाई साथीहरू।